नमस्ते सेवानी सबै मेरो सम्पूर्ण परिवारलाई फेसबुक परिवारलाई आज चाहिँ बुढाबुढीको सल्लाह भयो वाचिप्पा र सुप खाने लोकल कुखुराको मलाई चाहिँ किन धेरै नै वाचिप्पा र सुप चाहिँ धेरै मन पर्छ। वाचिप्पा र सुप चाहिँ यसो गाउँमा जाँदाखेरि मात्रै खानु पाइन्छ हामी चाहिँ, किनकि परदेशमा हामी बस्छौं। परदेशमा त पाउँदैन वाचिप्पा सुपहरू, त्यसै कारणले गाउँमा जाँदा मात्रै हामीले खानु पाइन्छ। त धेरै नै टेस्टी लाग्छ मलाई चाहिँ वाचिप्पा र लोकल कुखुराको सुप। अब जातले पनि होला, रायाको त हरेक यो प्रसाद रूपमा चढाउँछ वाचिप्पा भन्ने, हरेक पित्रहरूमा दिन्छ। र यसपालि चाहिँ आमाले पनि कुखुरा चाहिँ निकै राखिदिनु भइरहेको रहेछ। त्यहाँबाट धेरै नै हामीले खायौं। यो लास्ट भिडियो चाहिँ एउटा बनाऊ न, एउटा ब्लगमा हालौँ न ल भने मैले बुढीलाई चाहिँ। त्यहाँबाट मैले लोकल कुखुरा पोल्नु थालेर चाहिँ यसको तिते झार्नु थाले। त्यहाँबाट मैले तिते निकालेर चाहिँ मासु काट्नु थाले। धेरै नै दामी थियो कुखुरा पनि। यसको पिस गर्नु थाले मैले चाहिँ। आधी चाहिँ बुढीलाई भने मैले, आधी चाहिँ तितेमा राखौँ, आधी चाहिँ तिते खाउँ, आधी चाहिँ सुप खाउँ भने। बुढीले चाहिँ मसलाहरू पिन्दै गर है भन्दै भने। म चाहिँ पिस गरिसकेँ, मासु पिस गरेर बुढीलाई देखाएँ, यति ठिकै हुन्छ भने। त्यहाँबाट बुढीले चाहिँ मसलाहरू रेडी पारिरहनु भएको रहेछ। त्यहाँबाट तिते पनि बुढीले केलाउनु भयो। मैले यो तितेलाई ठिकै हुन्छ है भन्दै देखाएँ। तितेमा चाहिँ दामी हुन्छ नि त आन्द्रा बुढीहरू। त्यहाँबाट बुढीले चाहिँ रेडी गर्नु थाले तिते। फर्स्ट चाहिँ तिते खाउँ ल भन्दै भने मैले। त्यहाँबाट एकदमै स्वादिष्ट बनाएको थियो मेरो बुढीले, दामी बनाएको थियो तिते चाहिँ। त्यहाँबाट मलाई देखाउँदै थियो, यतिले पुग्छ भन्दै थियो। तिते त रेडी गरिसकेछ बुढीले। हामीले त्यहाँ कस्तो भएछ आमा, मम्मीजीलाई सोध कस्तो भएछ आमा? आमा कस्तो भएछ सुप? छोरी कस्तो भएछ? यत्रो लेग पिस खाँदैछ नि त। यम्मी एकदम चटाक। यहाँ चाहिँ हामी खाँदैछ, स्टार्ट भयो सुप, लोकल कुखुराको सुप डल्ले खाइदेखाउँदा राम्रो। पिरो